असार 7 गते भैरहवा कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको अपिल सचिवालयबाट जारी भयो। यो अपिल मार्फत रविले सहकारी ठगीमा आफूमाथि लागेका आरोपबारे स्पष्टीकरण मात्रै दिएनन्, सरकारले राजनैतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको भन्दै त्यसविरुद्ध हस्ताक्षर अभियान चलाउन समेत उनले भने। त्यसपछि रासोपाले हस्ताक्षर अभियानसँगै चन्दा समेत उठाइरहेको छ। हस्ताक्षर गर्ने स्थानमा चन्दा सङ्कलनका लागि क्यूआर कोड नै राखिएको छ। साथै त्यो क्यूआर कोडले रासोपाका नेता कार्यकर्ताहरूले देश विदेशमा पठाइरहेको पनि जनाइएको छ। रविको पक्षमा नागरिकको हस्ताक्षर लिने अभियानका निम्ति चन्दा उठाउनु परेको कारणबारे प्रश्न समेत उठिरहेको छ। साथै सङ्कलित रकम कहाँ कसरी राखेर खर्च गर्ने भन्ने स्पष्ट भएको छैन। यता महामन्त्री बुर्लाकोटीले हस्ताक्षर अभियान सञ्चालन गर्नका लागि छुट्टै खाता खोलेर स्वतस्फूर्त रूपमा आर्थिक सहयोग उठाउन क्यूआर कोड समेत उपलब्ध गराइएको बताएका छन्।